नमस्कार तथा हार्दिक स्वागत छ भेहिकल वाच नेपालमा। म हुँ तपाईको होस्ट मालविका। यदि तपाईँ नेपाली अटोमोबाइल बजारका नयाँ अपडेट, रिभ्यू र समाचारहरूमा रुचि राख्नुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र बेल आइकन पनि दबाइदिनुहोला। साथै यो भिडियोलाई लाइक पनि गरिदिनुहोला। आज हामी कुरा गर्दैछौँ नेपाली अटोमोबाइल बजारमा आउन लागेको एक बहुप्रतीक्षित इलेक्ट्रिक गाडी एमजी विन्जर इभी। पारामाउन्ट मोटर्स नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरकले यो नयाँ कम्प्याक्ट युटिलिटी भेहिकल सीयुभीलाई नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। यो गाडी सन् 2025को मे महिनासम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ र यसले नेपालको बढ्दो इभी बजारमा पक्कै पनि तरङ्ग ल्याउनेछ। एमजी विन्जर इभी वास्तवमा चीनको SAICGM वुलिङद्वारा निर्मित बाउजोन क्लाउडको रिब्रान्डेड संस्करण हो। यो गाडी भारतमा भने सन् 2024को सेप्टेम्बरमा नै लन्च भइसकेको छ र त्यहाँ यसले राम्रो चर्चा बटुलिरहेको छ। डिजाइन र विशेषताहरू। अब कुरा गरौँ यसको डिजाइन र विशेषताहरूको बारेमा। एमजी विन्जर इभीको बाहिरी डिजाइन निकै आकर्षक र मिनिमलिस्ट देखिन्छ। यसमा फ्लश डोर ह्यान्डल्स र फुल एलईडी लाइटिङ पाउन सकिन्छ। भारतमा उपलब्ध उच्च भेरिएन्टहरूमा 18 इन्चको एलोय व्हील दिएको छ भने बेस भेरिएन्टमा 17 इन्चको स्टिल व्हील रहेको छ। गाडीको भित्री भागमा प्रिमियम अनुभव मिल्नेछ। उच्च ट्रिमहरूमा ड्याशबोर्ड, डोर ट्रिम्स र सिटहरूमा लेदरेट अपहोल्स्ट्री प्रयोग गरिएको हुन सक्छ। यसको सबैभन्दा आकर्षक विशेषता भनेको पछाडिको सिट हो, जसलाई 135 डिग्रीसम्म रिक्लाइन गर्न सकिन्छ र यसलाई एरो लाउन्ज सिट्स नाम दिएको छ। ड्याशबोर्डको कुरा गर्दा भेरिएन्ट अनुसार 10.1 इन्च वा त्योभन्दा ठूलो 15.6 इन्चको फ्लोटिङ सेन्टर टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहनेछ। साथै 8.8 इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट्स एसेन्स भेरिएन्टमा, प्यानोरामिक ग्लास रुफ एसेन्स भेरिएन्टमा र 256 कलर एम्बियन्ट लाइटिङ सिस्टम एसेन्स भेरिएन्टमा जस्ता सुविधाहरू पनि उपलब्ध हुन सक्छन्। ब्याट्री, पावर र रेन्ज। नेपालमा लन्च हुने एमजी विन्जर इभीमा 38 किलोवाटको एलएफपी ब्याट्री प्याक रहने अपेक्षा गरिएको छ। यसलाई 100 किलोवाटको इलेक्ट्रिक मोटरसँग जोडिनेछ, जसले 200 एनएमको पिक टर्क प्रदान गर्नेछ। कम्पनीको दावी अनुसार यसले लगभग 332 किलोमिटरको ड्राइभिङ रेन्ज दिन सक्छ। सुरक्षा सुविधाहरू। सुरक्षाको दृष्टिकोणले पनि यो गाडी अब्बल रहने देखिन्छ। सबै भेरिएन्टमा 6 वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम TPMS र क्रुज कन्ट्रोल जस्ता फिचरहरू मानक रूपमा आउनेछन्। उच्च भेरिएन्टहरूमा 360 डिग्री क्यामेरा र सम्भवतः लेभल 2 एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम्स पनि उपलब्ध हुन सक्छ। नेपाली बजारमा सम्भावित भेरिएन्ट र मूल्य। नेपालमा यसको आधिकारिक मूल्य घोषणा हुन बाँकी नै छ, तर कम्तीमा पनि टक एसेन्स भेरिएन्ट उपलब्ध हुने र बजारको माग अनुसार एक्साइड र एक्सक्लुसिभ ट्रिमहरू पनि आउन सक्ने अनुमान गरिएको छ। भारतमा यसको मूल्य ब्याट्री एज अ सर्भिस बाहेक 13.50 लाख भारतीय रुपैयाँबाट सुरु भएर टप मोडलको लागि 18.10 लाख भारतीय रुपैयाँसम्म रहेको छ। यदि पारामाउन्ट मोटर्सले नेपालमा पनि BAS मोडल ल्यायो भने गाडीको सुरुवाती मूल्यमा उल्लेख्य कमी आउन सक्छ, जसले ग्राहकलाई ठूलो राहत दिनेछ। नेपालको इभी बजार र प्रतिस्पर्धा। नेपालमा इलेक्ट्रिक गाडीको बजार तीव्र गतिले विस्तार भइरहेको छ। सरकारी नीति, वातावरणीय चेतना र इभीको बढ्दो लागत प्रभावकारिताले यसलाई थप बढावा दिएको छ। एमजी मोटर नेपालले पहिल्यै नै एमजी ZS इभी, MG4 इभी, जसले न्युजिल्यान्डको स्टाफ म्यागजिनबाट द ओभरअल टप कार अफ 2024को एवार्ड जितेको छ र कम्प्याक्ट एमजी कमेट इभी जस्ता मोडलहरू सफलतापूर्वक बिक्री गरिरहेको छ। एमजी विन्जर इभीको मुख्य प्रतिस्पर्धा BYD डल्फिनसँग हुने अनुमान छ। नेपाली बजारमा सफलता पाउनका लागि यसको मूल्य निर्धारण निकै महत्त्वपूर्ण हुनेछ। पारामाउन्ट मोटर्सले नयाँ आर्थिक वर्षको बजेट जेठ 15 घोषणा हुनु अघि नै यसको बिक्री सुरु गर्ने लक्ष्य राखेको बताइएको छ, जसले गर्दा हालको कर संरचनाको फाइदा लिन सकियोस्। समग्रमा एमजी विन्जर इभी एक मोडर्न डिजाइन, फराकिलो भित्री भाग र नवीनतम प्रविधिले भरिपूर्ण सीयुभी हुने देखिन्छ। यसको आगमनले
कारणले नेपाली इभी बजारमा थप प्रतिस्पर्धा र विकल्पहरू सृजना गर्नेछ। तपाईलाई एमजी विन्जर कस्तो लाग्यो? के तपाईँ यो गाडीको लागि उत्साहित हुनुहुन्छ? तल कमेन्ट सेक्सनमा आफ्नो विचार हामीलाई अवश्य बताउनुहोला। यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल भेहिकल वाच नेपाललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस्। यो भिडियो मन परेमा लाइक र शेयर गर्न पनि नभुल्नुहोला। हामी यस्तै जानकारीमूलक भिडियोहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलका लागि म मालविका बिदा माग्छु। धन्यवाद तथा सुरक्षित रहनुहोस्।